हेलो गाइज, आज पनि मैले नयाँ भिडियो लिएर आएको छु। के कस्तो छ हेरेर लाइक सियो कमेन्ट पनि गर्नुहोला निराज भलकलाई। आज चाहिँ म कोदो रोप्नेतिर गइरहेको छु है गाइज। कोदो रोप्नु हेर्नुहोस् कस्तो छ। मन परे मन लाइक पनि गरिदिनु होला स्योर, अनि सब्सक्राइब पनि हानिदिनु होला निराज भलकलाई। हेर्नुहोस् है गाइज, असार लगाइरहेको छ, कोदो यसरी रोपिएको छौँ हामीले होइन। अनि यो मकै है अब चाहिँ बोडी रोप्नु भनेर मम्मीले भन्दै हुन्थ्यो, र म चाहिँ बोडी रोप्नु गएको छु। बोडी चाहिँ यस्तो छ है गाई, चाहिँ बोडी रोप्नु अरे। यो चाहिँ म यहाँ सिडी रोप्दैछु। अब समयको फल खानु भन्छ। अब बोडी रोपेर समयमा कसै फल्छ अनि खानु भन्छ हौ। हेर्नुहोस् है, बोडी म यसरी रोपिदिरहेको छु। यस्तो छ है। म चाहिँ मकैबारभित्र यसरी बसिरहेको छु है। मकैबारभित्र कोदो रोप्न गइरहेको छु। फेरि मकैबार है, मकैबारभित्र मकै छिटो फल्छ। हाम्रो चाहिँ खै किन अन्त मकै छिटो फल्छ नै। म चाहिँ आफै घाँस फाट्दै आफै खन्दै आफै रोप्छु है गाई। त्यो के गर्नु, एक्लै जिन्दगी भएपछि त्यस्तो हुँदछ है गाई। त्यो एक्लै खन्ने एक्लै रोप्ने होइन गाई। त्यो अब के गर्नु, यस्तै छ गाउँघरको जिन्दगी, रमाइलो यो कोदो रोपाइ होइन। यस्तो छ है। यसरी घाँस फाट्दैछु म चाहिँ। हेर्नुहोस् है गाई, म चाहिँ यसरी खनिरहेको छु अहिले। हाडेर अहिले है कोदो रोप्न भनेर बारी खन्दैछु है। यसरी एक्लै चाहिँ रोप्नु भने आफै खन्दै आफै रोप्नु पर्नेछ हौ गाई। त्यो होइन यसरी आफै खन्यो आफै रोप्यो, के गर्नु, गाउँले जिन्दगी पर्यो होइन। यसरी खनाइदिन्दैछु म। खन्न त राम्रो आउँदैन, त्यही पनि त्यो म चाहिँ खन्न सिकिहेरेको है गाई। त्यो म चाहिँ कोदो रोप्न फेरि लाग्दैछु है गाई। त्यो कोदो रोप्न पर्ने छ एक्लै यसरी। हिँड्नुहोस् है गाई। त्यो बिहामा कोदो रोप्दा चाहिँ नङ्ग्रा दुख्छ है साथी। यो यस्तै नङ्ग्रा च्यातेर नङ्ग्राभित्र पसेर माटो चाहिँ कोदो रोप्नु नसक्ने हुन्छ, दुखेर के गर्नु। त्यही पनि कर खपेर गर्नुपर्ने हुन्छ, रोप्नुपर्ने हुन्छ हो। सिधी म चाहिँ कोदो रोप्दैछु है, के गर्नु। उठ्नु साथ आयो कोदो रोप्यो, असार लागेपछि यस्तो है। हाम्रो ततिर रमारम कोदो रोप्दै कोही खेत रोप्दैछन् है।
के कस्तो भयो भिडियो हेरेर लाइक कमेन्ट गर्नु होला। अर्को भिडियोमा भेटौँ है भन्दै आजलाई यति नै बनाउँछु। हस्त धन्यवाद।